नमस्ते कोदोको रोटी हेर्नुस् अनि त्यसमा ब्रेकफास्ट बिहान हाम्रो ब्रेकफास्ट या ल किन हाँस्दै हाम्रो बेस्ता मस्तै हाँसिदिन्छ नि फेरि फिदा चाहिँ नहुनु होला स्माइल देखेर आगे भाका चाहिँ मस्तै हैन सेल हेर्नुस् अर्ग्यानिक एकदम अर्ग्यानिक हो नि धेरै कोदोको सेल अब आजको हाम्रो यात्रा बुजुङतिर गाइस हेलो नमस्ते है हिमालय न हिमाल कहिले राम्रो देखेको थिएन आज अलिक पोस्ट थिएन हिमाल तिर बाटो यस्तो सावधानी भएर हिमाल यो पनि हिमालयन तरिका हिमालयन सिमाल भइहाल्छ नि मान्छेहरू यस्तो सिन्थेको पछि पहाड इसको मैं लेके चलूं प्यारी सी यार्ड पे 5 मिनट दूरीमा अब यो चिजहरू देखिन्छ अरे हैन अब जाँदैछौँ हामी उता जाउँ कि यता जाउँ भयो डाँडा चढेर भाइहरूले हेलो गरिदिनु सबै अब उतो भनेको ठाउँमा अब यो साइडबाट हिँड्दैछौँ हामी टक्क दाइहरू हिमाल पनि अगाडि हेर्नुहोस् है राम्रोसँग एकदम क्लियरली देखिन्छ यो दाइको फोन त एकदम खत्रै हो नि फेरि दाजु जाउँ मुर्रा हेर्नुहोस् मुर्रा कसले ल्याएको थियो मुर्रा केही बालेन प्रचण्ड मुर्रा प्रचण्डको मुर्रा यहाँ हेर्नुहोस् यहाँ पनि छ हेर्दै जानुहोस् पुरै भिडियोहरू अलि राम्रो राम्रो ठाउँ पनि जाँदैछौँ हामी कति टाढा छ है 5 मिनट हुँदैन 5 मिनट हेरौँ न है कति टाइम लाग्छ उसको मैं लेके चलूं बियर देखा छ नेचुरल साउन्डहरू नै राम्रो छ चरा चुरुङ्गी मजाले के आवाज सुनिन्छ होइन क्लियर आउँछ एकदम बुढीको त्यो खोइ कति हजार किनेको ल अब गुराँस पनि देखिन् देखियो है गाइस गुराँस हेर्नुहोस् गुराँस अगाडि रातो गुराँस गुराँसै फुल्यो बनैमा गुराँस हेर्नुहोस् एकछिन गुराँसको रुखमा चढ्नु पर्छ है हुँदैन त हुँदैन यसरी खिच्ने तपाईँ भन्नु तपाईँको म भिडियो बनाइदिन्छु नि ल गुराँस खिच्नै पर्छ
पोखरी हेर्नुहोस् है अहिले मैले तपाईँलाई देखाउन खोजेको पोखरी यिनीहरू नै हो भगवान कल्पना बनाऊ गोरीबाटी अवसर टिचर होला सायद उहाँ चाहिँ भुजुङ गाउँ हेर्नुहोस् अब यताबाट यतै यतै हेर हस् हस् गाउँ आए जस्तो लाग्यो होइन साथीहरू ल भुजुङ गाउँ आए जस्तो छ होइन जाने बेला यस्तै ओहो हेर्दा हिमाल हिमाल हेर्नुहोस् गाउँ हेर्नुहोस् हिमाल त हिमाल लडी बडी गरी नाच्नु ए म त बिबोइङ हो गर्दाखेरि न त मजा आउँदैन त्यो दाइहरुकोमा आउँदा धेरै रमाइलो लाग्यो हजुर हामी काठो सरकमै सबै फुल मैले के जस्तो ल जाउँ दाइहरु ल हेर्नु अब भुजुङ गाउँ अब गाउँ हेरौँ है अब हामी भुजुङको गाउँमा भुजुङ गाउँमा जाँदैछौँ हामी एकदम यहाँ अलिकति गर्न त्यो अलिकति सर्ट भिडियोहरू बनायो क्या भाइ फुल भिडियो भन्छ नि त यहाँ युट्युबबाट तान्नु है यहाँ भाइले युट्युबमा छापिदिनु भइसक्यो यहाँ अब पुरै मर्निङ टाइम भइरहेको छ ल त ब्युटिफुल भिलेज हेर्नुहोस् त एउटा मनमा आनन्द आउँछ कि यस्तो देखेपछि अन्त है यस्तो आनन्द आउँछ कि यस्तो देखेपछि नेपालको सुन्दरता के भन्छ नि नेपालै होइन क्या सुन्दरताले भरपूर्ण भएको हाम्रो देश नेपाल फेसबुकमा कति लाइक आयो के आयो कमेन्ट आयो नाम चाहिँ थाहा रहेछ है पुरा हाम्रो आमाले गर्थ्यो कि मेरो आमाले नि गर्थ्यो कालो पुलमा उन बुन्थ्यो नि हाम्रो आमाले हाम्रो आमाले बोल्थ्यो यस्तो चाहिँ उन पनि त्यो मलाई यस्तो बाक्लो बनाइदिएको थियो स्वेटर है मैले लाइनँ
किनकि बाक्लो कि यो जस्तो लाग्छ पल्सर स्टाइल पनि देखेको रहेछ भनेर पठाइदिउँ टिम पनि त्यस्तै मिल्छ ट्यु फेरि सामान मिलाउँदैन यस्तो मिलाएको छ क्या टिडिक सिक होइन यतिको चाहिँ हुनु पर्यो अहिले मान्छे कहाँ चाहिँ मजा आएको है क्या राम्रो हिमाल देखिने क्या यहाँ हामी अहिले कुन ठाउँमा घुलुङ है के अरे घुजुङ घुलुङ भनेपछि अब यो के बस्ती विशेषता गुरुङ बस्ती त्यही त मैले त सुन्नु लागिरहेको थियो भन्न नसकेको मात्रै हो ए उता छ पुष्पे एउटा फोटो खिच्दै हो कुना मदनको कथा त्यो पढ्नु भयो भन पढेँ नाटक पनि हेरेको छु त्यही त कस्तो राम्रो छ है त्यो त्यस्तै कि यो राखेको हिँड्दाखेरिको बाटो मुना बजान गएको कैलाशको बाटो सिधै हेरेको छु त्यहाँबाट नुन बोक्नु भोट जाँदाखेरि उता गाउँमा लिएर हो ए जता गयो हो यताबाट जाने हामी होइन के होला भन खोला स्याकु भन्छ क्या हाम्रो यहाँ कता हुन्छ नि तलबाट हो बाहिरबाट तल उता त्यो सेतो ठुलो अल्को लामो घरमा गए चाहिँ सबै देखिन्छ भनेर जे भने सिन दयाङ राईको फिल्महरूको प्रायः सिन यस्तै ठाउँमा त यस्तै गरी हुन्छ हो त्यो त गाउँ कति दुःख छ अरे त्यत्तिकै हो बोजुङ्गामा ल बोजुङ्गा है बोजुङ्गा है पसङ्गा ल आएको छ हामी यहाँ यसो देखाइदिउँ न होइन हामी लोकल कुखुराको हामी पोल्दैछौँ एकदम भाले खतरा छ यहाँ दाइले बनाउनुहुन्छ आगोमा पोलेर टक्क लगाएर हाम्रो शीतल हो यो चाहिँ यहाँको सुकुटी अनि भाले लोकल प्योर लोकल र सुकुटी अब हामी एकछिनपछि खानामा खाँदैछौँ तपाईँले सब्सक्राइब हाल्नु पर्यो कि यहीँ भुजु बस्नुपर्छ नि यहाँ बस्नु भनेको अन्त अहिले गाडी लिएर आउनुपर्छ नि गाडी लिएर आएपछि अन्त के टेन्सन भयो त नि तपाईँहरूलाई